नमस्ते। आज हामी कतारबाट आएको एउटा विशेष निमन्त्रणा पत्र हेर्दैछौँ। हो नमस्ते। यो पत्रले चाहिँ कतारमा रहेका किराँती समुदायले मनाउन लागेको एउटा महत्त्वपूर्ण चाडको जानकारी दिन्छ। कुन चाड रहेछ यो पत्रमा त सालिबा स्यादर पिदार साकेला उभौली 5085 भनेर लेखिएको छ। हो, यो साकेला उभौली चाड हो। किराँतीहरूको मतलब राष्ट्रिय चाड नै मानिन्छ अनि 5085 चाहिँ किराँती सम्वत अनुसारको साल हो। किराँती सम्वत, चाख लाग्दो कुरा हो नि, उनीहरूको आफ्नै पात्रो छ। अनि यो कार्यक्रम कतारमा आयोजना हुँदैछ हैन? शुभकामना आदान प्रदान अनि सांस्कृतिक कार्यक्रमहरू सहित। एकदम शुभकामना आदान प्रदान र विविध सांस्कृतिक कार्यक्रम हुनेछन्। कतारमा रहेका किराँती दाजुभाइ दिदीबहिनीहरूका लागि लक्षित हो यो। आयोजक चाहिँ को रहेछ नि? पत्रमा हेर्दा त दुईटा संस्थाको नाम देखिन्छ। यो किराँत मूल समारोह आयोजक समितिले गर्न लागेको हो, जसमा चाहिँ सुनवार सेवा समाज शाखा कतार र किराँत राई यायोखा शाखा कतार आबद्ध छन्। मतलब संयुक्त आयोजना हो, संयुक्त आयोजना। उहाँहरूले यो पहिले पनि गर्दै आउनु भएको रहेछ। यो वर्ष पनि निरन्तरता दिन लाग्नु भएको छ। यो त राम्रो कुरा भयो, समुदाय मिलेर काम गर्नु। हो त। आज हामी यही निमन्त्रणा पत्रमा के छ र यसको सांस्कृतिक महत्त्व के हो भन्ने बारे अलि गहिरिएर कुरा गरौँ न त। हुन्छ, त्यसो भए सुरुमा यही साकेला उभौली चाडकै बारेमा अलिकति कुरा गरौँ न। किन यति महत्त्वपूर्ण छ यो किराँती समुदायका लागि? साकेला, खास गरी उभौली पर्व चाहिँ किराँतीहरूको प्रकृति पूजासँग जोडिएको छ। भूमिप्रतिको सम्मान झल्किन्छ यसमा। प्रकृति पूजा हो। उभौलीले खासमा गर्मीयामको सुरुवातलाई जनाउँछ अनि त्यो बेला मानिसहरू खेतीपाती गर्न वा वस्तुभाउ लिएर पहाडतिर मतलब उभो लाग्ने चलन थियो नि त पहिले। त्यसैले उभौली हो। त्यही जीवनचक्र र कृषि संस्कृतिसँग जोडिएको चाड हो यो। अनि किराँती सम्वत 8585 हुनुले यसको लामो इतिहास पनि देखाउँछ। नरोधो, विदेशमा बसेर पनि यो परम्परालाई निरन्तरता दिनु त ठूलो कुरा हो नि। एकदमै। यो उनीहरूको पहिचानप्रतिको लगाव प्रतिबद्धता हो नि त। अनि कतारमा यी दुई फरक संस्थाहरू, सुनवार सेवा समाज र किराँत राई यायोखा, मिलेर कार्यक्रम गर्नुको केही विशेष अर्थ छ कि? छ नि, यसको अझ गहिरो अर्थ छ। किराँती भनेको एउटा ठूलो समूह हो होइन, जसमा राई, लिम्बू, सुनुवार, याक्खा जस्ता धेरै समुदाय पर्छन्। कतारमा यी दुई संस्थाहरू मिलेर कार्यक्रम गर्नु भनेको प्रवासमा आफ्नो साझा किराँती पहिचानलाई अझ बलियो बनाउने प्रयास हो। आपसी एकता देखाउने माध्यम पनि हो। हो त नि, विदेशमा त झन् यस्तो एकता चाहिन्छ होला। एकदम। स्रोत साधन पनि सीमित हुन्छ। यस्तो सहकार्यले मात्रै ठूला कार्यक्रम गर्न सकिन्छ। यसले सामुदायिक एकताको मतलब एकदम राम्रो सन्देश दिन्छ। सही हो। अब कार्यक्रमकै मिति, समय र ठाउँबारे कुरा गरौँ न त। पत्रमा के लेखिएको छ? कार्यक्रम आउँदो 16 मे 2025 शुक्रबारका दिन हुँदैछ। शुक्रबार मतलब छुट्टीको दिन? हो, प्राय कतारमा शुक्रबार छुट्टी हुन्छ। समय चाहिँ बिहान 11 बजेदेखि सुरु हुने भनेको छ। अनि ठाउँ नि? ठाउँ चाहिँ कतारको सनैया भन्ने ठाउँ फुलबारी रेस्टुरेन्टको सभाहालमा। त्यो कान्तिपुर मेडिकल भवनमा पर्छ रे। ठाउँ पनि सहज नै होला सायद। हो, समय र स्थान छनौट गर्दा पनि सायद कामदारहरूको सुविधालाई ध्यान दिएको होला जस्तो लाग्छ। कार्यक्रममा शुभकामना आदान प्रदान र विविध सांस्कृतिक कार्यक्रम हुने भनिएको छ। कस्तो होला त कार्यक्रमको स्वरूप? शुभकामना आदान प्रदान त अब चाडपर्वमा आपसी भाइचारा सद्भाव बढाउने नै भयो होइन। हो। अनि विविध सांस्कृतिक कार्यक्रम चाहिँ अलि रमाइलो पक्ष हो। सायद उभौलीसँग सम्बन्धित त्यो परम्परागत साकेला नाचहरू होलान्। साकेला नाच हो, वा अरू किराँती संस्कृति देखाउने प्रस्तुतिहरू हुन सक्छन्। यसले चाडको रौनकता त बढाउँछ नै। अनि अर्को कुरा, नयाँ पुस्तालाई पनि आफ्नो संस्कृतिसँग जोड्न मद्दत गर्छ नि। हो त। कतारको त्यो परिवेशमा आफ्नै मौलिक नाचगान हेर्न पाउनु त सहभागीका लागि पनि विशेष अनुभव हुन्छ होला। एकदम, निकै विशेष हुन्छ। त्यसो भए यो निमन्त्रणा पत्र हेर्दा यो खाली एउटा कार्यक्रमको सूचना मात्रै होइन रहेछ। यो त कतारमा किराँती समुदाय कति जीवन्त छ, उनीहरूमा कति एकता छ अनि आफ्नो संस्कृतिप्रति कति गहिरो सम्मान छ भन्ने कुराको प्रतीक जस्तो पनि रहेछ है। निश्चय पनि, एकदम सही भन्नुभयो। 16 मई 2025 को यो कार्यक्रमले
वास्तवमा भूगोलले टाढा बनाए पनि संस्कृति र समुदायको त्यो जुन भावना छ त्यसले मानिसलाई कसरी एकै ठाउँमा ल्याउँछ भन्ने देखाउँछ। हो नि। यो संयुक्त प्रयासले कतारमा किराती पहिचानलाई थप बलियो बनाउन र सांस्कृतिक निरन्तरता दिन पक्कै पनि ठूलो भूमिका खेल्छ जस्तो लाग्छ मलाई। साँच्चै यो कुराले एउटा महत्त्वपूर्ण प्रश्न पनि मनमा आउँछ। संसारभरि यसरी छरिएर बसेका समुदायहरूले आफ्नो मौलिक पहिचान, आफ्नो सांस्कृतिक परम्परालाई कसरी जीवित राख्छन् होला? हो, यो महत्त्वपूर्ण प्रश्न हो। अनि यस्ता कार्यक्रमहरूले उनीहरूको एकता अनि त्यो सामूहिक पहिचान बनाउन कस्तो भूमिका खेल्छ होला? यो विषयमा पक्कै पनि सोच्न सकिन्छ।